अहिले टिकटकमा बेबो दिदीको धेरै फेक एकाउन्टहरू क्रिएट भइरहेको रहेछ। यसको रिजन के हो र फेक एकाउन्ट खोल्नेलाई रिप्लाई गर्नुभएको छ बेबो दिदीले। अनि माया गुरुङले उहाँको ओन बिजनेसमा कस्टमरसँग भइरहेको स्क्याम बारे के भन्नुभएको छ र अर्जेन्टिना र इङ्ल्यान्डको म्याचको बीचमा आइसो स्पिडले लाइभ गर्दा अर्जेन्टिनाको फ्यानले उहाँलाई कोल्ड ड्रिङ्कले हान्दा आइसो स्पिडको कस्तो रियाक्सन थियो त? हे युट्युब फ्यामिली, वेलकम ब्याक। आजको हाम्रो पहिलो न्युज रहेको छ बेबो दिदीको तर्फबाट। रिसेन्टली उहाँले चाहिँ एउटा रुम बाई गर्नुभएको थिएछ जसमा चाहिँ ड्रेसहरू पनि थियो र त्यही आउटफिटहरू सेल गर्नुको लागि उहाँले टिकटक एकाउन्ट खोल्नुहुन्छ। टिकटक एकाउन्ट क्रिएट गरेको एक दिन नभई मान्छेहरूले धेरै फेक एकाउन्टहरू खोलिदिनु भएछ। अनि यो चिजबारे बेबोले के भन्नुभयो त तपाईँहरू हेर्नु होला। मैले त मेरो बिजनेस स्टार्ट पनि गरेको होइन क्या। मैले हिजोकै भ्लगमा राखिसकेको छु। बिजनेस स्टार्ट गर्नको लागि चाहिँ एउटा सटर लिँदाखेरि चाहिँ सटरमा चाहिँ कपडा सहितको आएकोले गर्दाखेरि त्यो कपडा त हामीले के गर्ने त भन्दा त्यो त बेच्न पर्यो, सटरको भाडा त तिर्दै गर्न पर्यो, अहिले त्यो भाडा त उठाउन पर्यो। त्यही भएर चाहिँ हामीले त्यो गरिरहेको छु। त्यो भएको चिजलाई चाहिँ केही न केही त गर्न पर्यो नि त हो। त्यो गर्दा गर्दै कस्तो भइरहेछ भने बस्ती बेठा नै डाकु आ गए टाइपको भइरहेको क्या। आफूले टिकटक आइडी खोलेको एक दिन भएको छ त्यो कपडा बेच्नको लागि बेबोको पसल भन्ने पेज खोलेको होइन। त्यसको एक दिनमा भन्नुहुन्छ भने 10 भयो त 7वटा फेक अकाउन्टहरू खुलिसकेको छ। केही गाह्रो होइन, बिजनेस गरेर खानको लागि केही गाह्रो छैन। तर बिजनेस गर्नेलाई चाहिँ हो यस्ता गरेर चाहिँ गाह्रो बनाइदिने रहेछन् क्या, बुझ्नु भएन। गाइज अब हामी मुभ गरौँ नेक्स्ट अपडेटमा र हाम्रो नेक्स्ट अपडेट रहेको छ माया गुरुङको तर्फबाट। उहाँलाई पनि यस्तै टाइपको प्रब्लम भएको रहेछ। उहाँसँग चाहिँ के भएको रहेछ तपाईँहरू उनकै मुखबाट सुन्नु होला। मैले चाहिँ के सोचेको थिएँ भने मैले त पर्सनली बेच्नलाई त कसैलाई पनि दिएको छुइनँ। अब कसैबाट मलाई बेच्न हाट्नु कसैको स्टोरमा राख्नको लागि मलाई भन्नुभयो भने त ल है माया दिदी म हजुरको के अरे अचार चाहिँ म लिन्छु, म राख्छु भनेर उहाँले मलाई मसँग कुरा गरेर मेरो अचार लान सक्नुहुन्छ, उहाँले बेच्न सक्नुहुन्छ होइन, त्यसमा केही भएन। तर डब्बाई फरक अनि त्यसपछि लेबलै फरक गरेर यस्तो फ्रड काम चाहिँ गर्नु भएन। र मैले केही पनि भनेको पनि थिइनँ होइन। तब मैले सबैतिर सर्च गरेँ, एउटा चाहिँ यहाँबाट हो है, अनि यो के अरे ग्रोसरी यस्तो भयो कुरा कस्तो नि कस्टमरले चाहिँ हामीलाई चाहिँ कम्प्लेन गर्नुभयो तपाईँहरूको फेक अचार चाहिँ यस्तो यस्तो स्टोरमा चाहिँ बिक्री गर्दैछ भन्नुभयो। अनि हामीले राम्ररी सर्च गर्दा हेर्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ होइन यो भिडियो। त्यहाँ हेर्नुहोस् बट्टाको लेबल हेर्नुहोस्, त्यो लेबल पनि धेरै ठुलो, हाम्रो लेबल त्यो होइन क्या। किनकि अचारको बट्टै फरक लेबलै फरक, तर मान्छेहरू कतिसम्म गिर्दो रहेछ भने मलाई आज थाहा भयो क्या, किनकि यो त हाम्रो अचार होइन नि त। र अब हाम्रो नेक्स्ट अपडेट रहेको छ आइसो स्पिडको तर्फबाट। रिसेन्टली भएको इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको म्याचमा आइसो स्पिडले लाइभ गर्दै हुनुहुन्थ्यो। तब अर्जेन्टिनाको फ्यानले उहाँलाई कोल्ड ड्रिङ्कले हान्छ। त्यसपछि आइसो स्पिडको कस्तो रियाक्सन थियो त तपाईँहरू हेर्नु सक्नुहुन्छ। Don't worry about that, y'all. We not gonna worry about that. We gonna worry about England, chat. Let's keep going. They go chat. They gotta throw stuff. That's my habit, y'all. They're gonna throw stuff. But look, we don't care, cause it's coming home, okay? It's coming home. र त्यो म्याच सकेपछि आइसो स्पिडले स्पेनको एउटा प्लेयर लमिन यमाललाई केही मेसेज दिनुभएको छ। तपाईँहरू छोटो भिडियो क्लिप हेर्नु होला। Lamine Yamal, brother, you got a lot of weight on your shoulders. Lamine Yamal, this message is for you. Lock in! Please! Por favor, Lamine. Por favor. Lock in, brother. Yo hablo español. Lock in. Bueno, Lamine Yamal. Por favor. That's my message. Don't play, Lamine. Just go. Just win. Win against Argentina World Cup final, Lamine. Please. Please, Lamine. Please, Lamine. Save me, Lamine Yamal. Save me. Save me from disaster. I can't deal with this with another. गाइज आजको लागि यति नै थियो। इफ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।